नमस्कार, म चेवन बस्ने ठुला गरे। मेरो घर सङ्खुवासभा, अहिलेको बसाइमा काठमाडौँ। आज मैले एउटा शार्दुल विकृत छन्दको एउटा कविता लिएर आएको छु। अलिक वियोगात्मक छ। अब यसलाई सुनाऊ कि नसुनाऊ भन्दा भन्दै फेरि मनले मानेन, सुनाऊ लाग्यो। यो अलिक वियोगात्मक छ, तैपनि ठिकै छ। नेपालको तस्बिर भन्ने छ। मेरो पार्थिव देह छैन जगमा, बाँकी सबैका जरा आत्मा बस्न गयो र हेर्छु धरती पाखा पखेरातिर। हेर्दा कञ्चन क्या सफा हिउँ चुली, मुस्कानले सुन्दर नाच्यो लोचन भित्र सूक्ष्म गतिले नेपालको तस्बिर। नाच्यो लोचन भित्र सूक्ष्म गतिले नेपालको तस्बिर। मर्दा प्राण गयो तथापि दुनिया, नाता छिमेकीहरू उम्दा चिन्तन माथामा सिउरिँदै जागे उठे झन् बरु। मेरो अस्तु कतै नदी बगरमा मुरुझेर बस्ला, तर घुम्दै आउँछ याद यो नजरमा नेपालको तस्बिर। अर्गौ जन्मथलो विशाल नगरी, त्यो पोखरा फाटामा भाषा श्वास बनेर दौडिन गयो सङ्गी झुमे साथमा। हुर्क्यो वाङ्मय गण्डकी बगरमा, यो देशका खातिर चुम्दैछौँ हिमशैलका मुकुटमा नेपालको तस्बिर। नेपाली जनभावना जब बुझे, लेखे मिठा सिर्जना उम्दा त्यो पदवी शिरोमणि अदा उत्कृष्टको सम्झना। फक्रेको वनबागमा रहरेला साहित्यका मन्दिर, देख्दा भावुक लेखना त अहिले नेपालको तस्बिर। देख्दा भावुक लेखना त अहिले नेपालको तस्बिर। मेरा काव्य र खण्ड काव्य कविता घुम्दै पुरी कन्दरा, बस्दै कुन्तरमा रम्यो गगनमा चौतर्फ डुल्दै कला। मिल्दा मानिसमा मिठा मन छुने झङ्कारका झाँझर, निन्द्रामा पनि चुम्न खोज्छ सजै नेपालको तस्बिर। निन्द्रामा पनि चुम्न खोज्छ सहजै नेपालको तस्बिर। नेपाली मन गाँसियो हरगढी साहित्यको मार्गमा, गाग्नै पर्दछ माथि पुग्न सबले बाचा गरी साथमा। यस्तै कर्म गरेर बन्छ गतिलो साहित्यको मन्दिर, नेपाली मुटुमा बसोस् गजबले नेपालको तस्बिर। नेपाली मुटुमा बसोस् गजबले नेपालको तस्बिर। नेपालको तस्बिर। यो लेखनाथ पौड्यालको चाहिँ जन्म जयन्ती, यो जन्म वार्षिकोत्सवको उपलक्ष्यमा यो कविता कोरिएको थियो। यो कतै कतै प्रतियोगिताहरूमा पनि डुलेर आएको कविता हो। हस्, सुनिदिनु भयो। यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद। अर्को हप्ता फेरि भेटौँला। अहिलेलाई बिदा माग्छु। हस् त, धन्यवाद, नमस्कार।